युट्युबमा 150 पारेर हेर्छ। हाम्रो अहिलेको यात्रा सेरासम्म छ है। यो हाम्रो बाटो तल्लो बाटो भन्छन् होइन यसलाई, तल्लो बाटो। तपाईँहरू धान हेर्न सक्नुहुन्छ, धान लटरम्म झुलिसकेको छ। धान झुलेको छ भनेको अब लगभग झुलेपछि काट्न मिल्ने अवस्था हो के। ल कोदो पनि हाम्रो यो टारीको तल्लो बेल्टमै एउटा गराभरि कोदो पनि छ। ल हेर्नु त, नयाँ पुस्ताहरूलाई त कोदो देख्ने भन्ने कुरो, अझ यो रोप्ने कसरी। ल हेर्नु कोदो, यहाँ पनि फेरि अर्को गरामा गराभरि कोदो। ल हेर्नुहोस्, अहिले हामी होखोलामा आइयो। यहीँ होखोलाको पानी सिँचाइ हुन्छ हाम्रो यो कुर्लेचोर, टारी, शिवपुरी है। अहिले पानीको थोपो छैन, थोपो छैन। अस्तिसम्म धेरै पानी यहाँ बगिरहन्थ्यो, अहिले अब कुला कुला गएको छन् होइन, 5-7वटा कुला। अब अहिलेलाई यहाँ छैन। यो पुरानो हाम्रो खरे भन्ने होइन, खरे ठाउँ अत्यन्तै यहाँ बस्ने ओर्ने पिपल अहिले ढलेछ। अहिले यहाँ आमा हुनुहुन्छ, दाँत दुखेर मोजा गएर उपचार गर्नुभयो नि मिना। अरू के छ त नि हालखबर? अहिले यहाँ यो नयाँ पुल भन्छन् होइन र, नयाँ पुल बनेपछि रामपुर र सिधै खरे जोडिएर एकदम राम्रो भएको छ। यो पारिपट्टि चन्द्रकोट, वारी, गुल्मी दरबार गाउँपालिका। यो हामी खरे मुनि है, माले बगरको वल्लो टुप्पा। अब पहिला पहिला यो छ्याङ्ग थियो, अहिले यो बाढी पस्नाले सिसौको जहाँ बाढी पस्छ नि खोलाको छेउछाउमा यस्तो सिसौका रुखहरू हुँदो रहेछ। हेर्नु यत्रो भइसके अहिले त यहाँ पुरै डेटिङहरू आउने, टाढाबाट बस्ने यस्तो बनिसकेको छ कि यो ठाउँ। ल हेर्नु, गर्मीमा पनि एकदम शीतल कि यहाँ छारी टाक्न। टाढाका ट्याक्क पुल भयो, पुलबाट ट्याक्क वारी आयो बसो, कसैले नचिन्ने यस्तो बनिरहेछ यो ठाउँ चाहिँ। हामी सानो छँदाखेरि अब यहाँ फुटबलहरू हुन्थ्यो, फुटबल खेलिन्थ्यो, ठुल्ठुलो कार्यक्रम फुटबलहरूको हुन्थ्यो, भलिबल हुन्थ्यो। उता माथि यो देखिने जुगुमलाई हेर्नु, जुगुमको अराटुङसम्म देखिन्छ। यता ठ्याक्क पारि फेरि चन्द्रकोट गाउँपालिकाकै यो बडियाड खोला। यो बडियाड खोलाबाट उता चन्द्रकोट, यता पर्छ गुल्मी दरबार, गुल्मी दरबार 1। अब यो गुल्मी दरबार 1बाट हाम्रो गाउँपालिकाको अफिस जान धेरै टाढा छ। बरु हामीलाई त बुटोल जान सोझो नजिक जस्तो पर्छ। ल हेर्नु, अब यहाँबाट हामी सेराफाट गइन्छ। सेराफाटमा अहिले यहाँबाट देखिने यो सेराफाट है। अब यो खोलाको पनि एकदम जोखिम छ सेराफाट। अब त्यहाँ यो मजुवाको बजार हो है। ल माले बगर पल्लो भन्छ, खासमा यो माले बगरै हो। हजुरहरू हेर्न सक्नुहुन्छ। अहिले त यहाँ खेतीपाती गर्ने यस्तो भयो भन्ने कुरै हजुरहरूले हेर्नु भएको छ। ल सबैलाई ल हेर्नु, यो पारिपट्टि है, यो रामपुर भन्छ पारि। ल